नमस्कार है नमस्कार हजुरहरू सबैजना आरामै होइसिन्छ होला हामी पनि आरामै छौँ है। अब हामी चाहिँ डिनर खान लागेको रेडी भयो है। स्पेसली आज चाहिँ मैले अब के बनाएको भन्ने हो। अहिले म एकदमै अल्छी भएको छु। खाना बनाए पनि त्यस्तो टिकटकमा खासै म भिडियो राख्नु छोडिसकेँ। अल्छी लाग्छ हो, अब बुढी भइएछ। यो चाहिँ बुङ्गुरको मासु र रायोको गुन्द्रुक है। बुङ्गुरको मासु र रायोको गुन्द्रुक झोल ग्रेभी बनाएको छु। लसुन साँधेको, मुला र गाजरको अचार, यो चाहिँ टमाटर र पुदिनाको अचार, तिते करेला, यो चाहिँ निङ्गुरे र बुर्नियाको माछा मिक्स गरेको छ है। एकदमै मिठो हुन्छ बुर्नियाको माछा र निङ्गुरे मिक्स गरेको चाहिँ। मलाई पनि मेरो साथीले सिकाउनु भएको, अनि त्यसपछि मैले पनि सेम पकाएको, एकदमै मिठो हुँदो रहेछ साथीहरू। अन्त आज चाहिँ यही हो, बुङ्गुरको मासु रायोको गुन्द्रुक मिक्स गरेर एकै ठाउँ पकाएको। अनि यही हो खाना खान लागेको। हजुरहरू सबैजनाले खाइसिनु भयो होला। अब म चाहिँ ढिला भइसक्यो डिनर खान लागेको है त साथीहरू। थ्याङ्क यू सो मच सबैजना। हजुरहरूलाई नमस्ते अनि गुड नाइट।